झार्थिन आँसुको ढिकानी थरथर कामदै लगाइथिन टिकानी छोडी आछु दुध खाने नानीलाई घरकै चिन्ता परदेश जानीलाई हे छिट्टै आउने कामना गर्या छन् कल्ले हेर्ला बाउथला पर्या छन् रुँदै रुँदै तिम्रो साथ छोड्ने बेला भयो। यति बुझ्नुस् बिहे भएको छैन सिंगल छैन। बिहे भएको छैन सिंगल छैन। हजुर सुखको मायामा भन्न पर्यो त्यस्तो विधि डिपली पनि होइन हल्का बोलचाल नजिक छौँ भनौँ न। के कुरा लोकदोहोरी गायक चिज गुरुङले आफू प्रेम सम्बन्धमा रहेको कुरा खुलाएका छन्। उनले आफू प्रेम सम्बन्धमा छु भन्दा धेरैले गायिका निर्जला गुरुङलाई सम्झिने गर्छन्। के कुरा यो मनले फैलायो आजै बिहे हुन्छ के झैलाई हे सङ्गी साथी कराउँछन् झिझ्याउँछन् निर्जलाको पोइ भनी गिज्याउँछन् हे रिसैको नहुनी फन्केर हिँड्छु म झन् मनक्क मनकेर हे लाउनौ तिमी खाए नि खा जस्तो गर्छेउ व्यवहार दाइ भाइ सगा जस्तो औटे बेरुवाको के भन्थेनौ यो भन्दा पहिले त बुढो होइन बोयफ्रेन्ड हो अहिले त औटे बेरुवाको यस्तो लक्षण देखिन कहिले नि माया झर्छु ए यो मायाको सम्झना हुनाले कहिल्यै पनि दाइ छोडेन रुनाले रेलाई साला तीनजना दिदी हुनुहुन्छ मेरो यता आएर बोलिदिनु ल। नमस्कार, म चाहिँ चिज गुरुङको जेठी दिदी है। हजुरहरू सबैजनालाई तिहारको शुभकामना 2021।